मेरो नाम लय प्रसाद भट्टराई, हल्दीबारी गाउँपालिका वार्ड नम्बर 1 मा बसोबास भएको छ। मेरो श्रीमती बिमारी भएर 76 साल भदौ 5 गते मेची हस्पिटल जाँदाखेरि सानो एउटा घाउ गाँठा थियो। त्यो गाँठालाई उहाँहरूले इलाज गर्नुभयो अनि 5 दिनको दिन रिपोर्ट आउँदाखेरि यो त क्यान्सर हो। मेरो नाम मेनुका भट्टराई हो। यस्तै रोगले भेट्टायो, अब उपचार यहीँ गरियो, अब राम्रो भयो, यति बेरसम्म राम्रो भएको छ। अब डक्टरहरूलाई पनि कुनै दोष दिने ठाउँ कहीँ छैन, सिस्टरहरूलाई पनि दोष दिने ठाउँ कहीँ छैन। मेरो सुरुको लक्षण चाहिँ एउटा गाँठो थियो, अनि मेचीमा गएर अनि जचायो, अनि लु तपाईँको त क्यान्सर हो, तुरुन्तै जानुपर्छ भरतपुर भनेर भन्नुभयो। अनि हामीले भरतपुर जानलाई हामीहरूको अलि असमर्थ, अलि आर्थिक पनि कमजोर, मान्छेको पनि कमजोर भएकोले गर्दाखेरि अनि बिएनसीमा पनि पो डक्टरहरू आउनुभएको छ अरे क्यान्सरको भनेको सुन्यौँ हामीले। भारत चण्डीगढ कि कहाँबाट आउनुभएको छ अरे अरे भन्दै आउँदाखेरि भेट भयो। डाक्टर वीरेन्द्र डाक्टर साहेबसँग भेट भयो। भएपछि उहाँलाई यथार्थ हामीले कुरो गर्दाखेरि उहाँले भन्नुभयो यो उपचार कहीँ जानु पर्दैन, हामीबाट हुन्छ, यही हस्पिटलमा हामी गर्छौँ, आजदेखि थालेर अब यसलाई सकुन्जेल हामीहरू काम गर्न तयार भएका छौँ भन्नुभयो। अनि आएर त्यहाँ चेकअप गरेपछि उहाँले त्यो भद्रपुरको रिपोर्ट हेरेपछि तपाईँहरू अब कहीँ नजानु, मै सुरु गर्छु काम भन्नु र डाक्टर साहेबले भनेपछि हाम्रो अनि त्यसमा अनि फेरि बायोप्सी गराउनु भयो। बायोप्सी गरेर यहाँ रिपोर्ट आयो, क्यान्सरकै आयो, तरै हो तपाईँहरूको पहिलो स्टेज छ, अब खुरखुर दबाई गरेर थाल्नुपर्छ, निको हुन्छ भन्नुभयो र डाक्टर साहबले भनेपछि हामीले केमोबाट सुरु गरियो। अनि 4वटा केमो लगाइसकेपछि अपरेसन गरियो। अनि अपरेसन गरेर 1 महिनासम्म एउटा बेडमा राखेर डाक्टर बासु बाँसकोटाले अपरेसन गर्नुभयो। उहाँ हाम्रो वीरेन्द्र डाक्टर साहबले पनि दिनमा एकचोटि आएर हेर्नुहुन्थ्यो, हामीलाई धेरै सहयोग गर्नुभयो। नयाँ बिमारी भई यस्तो भनेर अनि हाम्रो वीरेन्द्र डाक्टर साहबले आजसम्म त्यहाँदेखि हेर्नुहुन्छ। 3 महिना 2 महिनामा बोलाउँदै अहिलेसम्म हामीलाई असुविधा केही गर्नुभएको छैन, सुविधै मात्रै दिइराख्नु भएको छ। अहिले पनि हामीलाई आउने बित्तिकै राम्ररी बोलाउनुहुन्छ। डाक्टर साहबले अहिले पनि देख्दाखेरि अब राम्रो हुँदैछ, अब निको हुनुहुन्छ, चिन्ता नगर्नु, चिन्ता गर्यो भने अप्ठ्यारो हुन्छ भनेर अहिले पनि हामीलाई साह्रै आश्वासन दिइराखेको छ। मेरो श्रीमती हुन्। अब म त के भन्छु, उहाँहरू सबैलाई पनि सानोतिनो घाउ लाग्यो, हामीले हेलचेक्राइ गर्नु हुँदैन, आफ्नो सम्बन्धित ठाउँ पूर्वाञ्चल क्यान्सर हस्पिटलमा जानुपर्छ, त्यहाँ गएर चेक गराउँ, होइन रहेछ भने हामीहरू चुप लागेर बस्दा हुन्छ। अलिकति त्यहाँनिर केही सुझाव भयो भने हामीहरू केही गरेर पनि उपचार गर्नुपर्छ, सानोतिनो ठाउँमा अल्मलिनु हुँदैन। डाक्टर साहब वीरेन्द्र डाक्टर साहबलाई मेरो श्रीमतीलाई बचाइदिनु भयो, क्यान्सर रोगबाट मुक्त गराइदिएकोमा धेरै म खुसी लागेको छु र डाक्टर साहबलाई धेरै धन्यवाद दिन्छु।